नमस्कार, मेरो नाम कविता लेप्चा। म युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु। आज म अर्को नयाँ कथा लिएर उपस्थित भएको छु। मेरो कथाको शीर्षक छ तपाईको बुबा जस्तै। एउटा सानो केटाले बाटोको छेउमा उभिएर कुनै पनि मान्छेको कारलाई एक टकले हेरिरहेको थियो। त्यो केटोले मनोभावलाई बुझेर त्यो कारवालाले उसलाई भन्छ, भाइ तिमी मेरो कारमा चढ्न चाहन्छौ हो? केटोले टाउको हल्लाएर भन्दै आफ्नो स्वीकृति जनाउँछ। त्यो केटोलाई केही लामो दूरीसम्म आफ्नो कारमा यात्रा गराएपछि त्यो कारवालाले भन्छ, ए भाइ तिमीलाई थाहा छ यो कार मलाई मेरो बाबाले आफ्नो मेहनतको कमाइबाट दिनुभएको हो। चाहे तिमी पनि म जस्तै भाग्यमानी छोरा हुन चाहन्छौ होला नि है? केटोले जवाब दिन्छ, होइन दाइ, म तपाईँ जस्तै भाग्यमानी छोरा होइन, तपाईको बुबा जस्तै मेहनती बुबा हुन चाहन्छु। यो कथाको एकदम राम्रो सन्देश दिनु खोजेको छ। यो कथाले एउटा कसैको दिएको उपहारभन्दा आफ्नै मेहनतबाट कमाएर केही गर्न सक्छु चाहना छ भन्ने कुरालाई बुझाएको छ। हजुरहरूलाई पनि यो कथा साँच्चै राम्रो लाग्यो भन्ने आशा राखेको छु र यो कथा सुनेर सबैलाई सेयर, लाइक र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।